वेलकम टु माई युट्युब च्यानल। आज म तपाईँहरूलाई चाहिँ मेरो युट्युब च्यानल मार्फत चाहिँ यदि तपाईँको पासपोर्टको म्याद सकिएको छ र त्यसलाई चाहिँ रिन्यू गर्नु पर्ने भएको छ भने म तपाईँहरूलाई त्यसै बारेमा चाहिँ यो भिडियो बनाइरहेको छु। सो तपाईँले चाहिँ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र तपाईँको पासपोर्टको म्याद सकिन आँटेको छ र यदि तपाईँ चाहिँ आफ्नो कन्ट्रीमा जान सक्नुभएको छैन र त्यस्तो अवस्थामा चाहिँ तपाईँले जुन कन्ट्रीमा बस्नुभएको त्यही कन्ट्रीबाट चाहिँ तपाईँले अनलाइनबाट चाहिँ रिन्यू गर्नु मिल्छ। र यदि तपाईँ कोरिया बस्नुभएको छ भने कोरियाकोबाट रिन्यू गर्नु मिल्छ। तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने पोर्चुगलको, युरोप कन्ट्रीमा हुनुहुन्छ भने युरोप कन्ट्रीबाट चाहिँ एप्लाई गर्नु मिल्छ। र तपाईँले चाहिँ सबभन्दा पहिला फर्स्ट अफ अल एउटा ब्राउजर ओपन गर्नुहोस् र ब्राउजरमा गएर kr.nepal.embassy.gov.in भनेर हान्नुहोस्। यो चाहिँ कोरियाको अन्तर्गतमा रहेर बनाएको छ। सो अरू कन्ट्रीमा गयो भने अरू कन्ट्रीको त्यही वेबसाइट हानेर चाहिँ तपाईँले यस्तो पेज आउनेछ। र यस्तो पेज आइसकेपछि तपाईँले स्क्रोल गर्दै जाँदा तलपट्टि एप्लाई फर ई पासपोर्टमा गएर क्लिक गर्नुहोस् होइन। र त्यसपछि तपाईँको एउटा यस्तो खालको इन्टरफेस ओपन हुन्छ। त्यसमा तपाईँले चाहिँ एप्लाई फर पासपोर्ट राजधानीको लागि आवेदन भन्नु छ, यसमा क्लिक गर्नुहोस् होइन। यसमा क्लिक गरिसकेपछि तपाईँले हाम्रो चाहिँ यो अवस्थामा चाहिँ के हो, रिन्युअल हो। सो म्याद सकिएको राजधानी नवीकरण गर्न भन्छ। सो तपाईँले यसमा चाहिँ क्लिक गर्नुहोस्। र यसमा क्लिक गरिसकेपछि तपाईँले यहाँ यो पढेर मात्र प्रि इनरोलमेन्ट गर्नु होला भनेको छैन। सो तपाईँले यो पढ्नु होला। अहिले चाहिँ यो म स्क्रोल गरिसकेँ तलपट्टि र तपाईँले चाहिँ यो खास अर्डिनर 34 पेजको लागि गर्नुपर्ने हुन्छ। र त्यसपछि पोस्ट गर्नुहोस्, प्रोसिड गर्नुहोस्। प्रोसिड गरिसकेपछि यो हामीले यस्तो खालको तपाईँको एउटा यो इन्टरफेस ओपन हुन्छ। त्यसमा चाहिँ अब तपाईँले अरू कन्ट्रीमा हुनुहुन्छ। अब यहाँ चाहिँ सियोल, यदि तपाईँ पोर्चुगल हुनुहुन्छ भने पोर्चुगलको गर्नुहोस्, दुबई हुनुहुन्छ भने दुबई हुनुहुन्छ भने त्यसरी छ। यो सियोलको लागि हो। यो भनेपछि यहाँ तपाईँले एउटा चाहिँ कुनै डेटखेरि यहाँ दिएको हुन्छ, स्लट दिएको हुन्छ, त्यसमा सिलेक्ट गरेर तपाईँले टाइम पनि सिलेक्ट गर्नुहुन्छ। फर इक्जाम्पल 11, 11:30, 10 भन्छ त्यसरी। अनि यहाँ एउटा क्याप्चा हानेर होइन, क्याप्चा हानेर CAD नेक्स्ट गर्नुहोस्। तपाईँ फेरि यो अर्को आवेदनमा यहाँ तपाईँले चाहिँ त्यही अनुसारले आफ्नो लास्ट नेम, सरनेम, फर्स्ट नेम हान्नुहोस् होइन। मेल जेन्डर के हो त्यो हान्नुहोस्, डेट अफ बर्थ हान्नुहोस्। अनि तपाईँको एक्ज्याक्ट डेट अफ बर्थ भनेर छ, त्यसपछि तपाईँले यस क्लिक गर्नुहोस्। फेरि डेट अफ नेपालीमा हान्नुहोस् होइन, प्लेस अफ बर्थ कुन ठाउँमा जन्मेको त्यो गर्नुहोस्। यसरी सबैले तपाईँले आफ्नो सबै फर्म फिलअप गर्दै गइसकेपछि तपाईँले 4वटा स्टेज छ। यसरी 1 2 3 4 गरेर 4वटा स्टेपसम्म क्लिक गरेपछि तपाईँले चाहिँ यसले चाहिँ एउटा चाहिँ तपाईँको प्रिन्ट चाहिँ तपाईँलाई चाहिँ डाउनलोड गर्नुपर्छ। त्यो डाउनलोड गरेर राख्नु र तपाईँले त्यो डाउनलोड गरिसकेपछि तपाईँको त्यो डेटमा चाहिँ तपाईँ त्यो पेपर चाहिँ लिएर गएर जानुपर्ने हुन्छ है त। हस् त, थ्याङ्क यू।